सोच्नुहोस् त, एउटा ब्रिटिश सैन्य रिपोर्ट र त्यसमा आफ्नै दुश्मन नेपालीहरूको वीरतापूर्ण प्रतिरोधको खुलेर प्रशंसा गरिएको छ। यो कस्तो अचम्मको कुरा हो होइन त? आफ्नै शत्रुको यति धेरै तारिफ हो। यही अनौठो प्रशंसाले नै हाम्रो आजको विश्लेषणको ढोका खोल्छ। आज हामी पहाडहरूमा भएको त्यही गतिरोधको बारेमा गहिरिएर हेर्नेछौँ। त्यो बिर्सिएको युद्ध जसले विश्व प्रसिद्ध गोर्खालीको किम्वदन्तीलाई जन्मायो। ल, सुरु गरौँ है त। गोर्खाली, यो शब्द सुन्ने बित्तिकै हाम्रो दिमागमा के आउँछ? पक्कै पनि साहस, वीरता र संसारकै अब्बल सिपाहीहरूको तस्विर। यो उनीहरूको आधुनिक पहिचान हो, जुन विश्वभरि नै एउटा प्रतीक बनेको छ। तर अब एकछिन सोच्नुहोस् त, के होला यदि यो महान किंवदन्ती कुनै शानदार जितबाट होइन, बरु एउटा महँगो र लगभग बिर्सिसकेको सैन्य असफलताको गर्वबाट जन्मिएको थियो भने? हो, यही विरोधाभास नै हाम्रो आजको खोजीको केन्द्रबिन्दु हो। कुरा हो सन् 1814 को। त्यति बेला शक्तिशाली ब्रिटिश साम्राज्यले नेपालमाथि आँखा गाडेको थियो। उनीहरूको एउटै ठूलो लक्ष्य थियो, काठमाडौँ कब्जा गर्ने। र यसका लागि उनीहरूले आफ्नो सबैभन्दा ठूलो सैन्य शक्ति पूर्वी मोर्चामा केन्द्रित गरेका थिए। अब सैन्य शक्तिको तुलना गर्ने हो भने यो लडाईँ त सुरु हुनुभन्दा अघि नै एकतर्फी जस्तो देखिन्थ्यो। एकातिर मेजर जनरल मार्लेको नेतृत्वमा 8,000 भन्दा बढी सुसज्जित ब्रिटिस सेना थिए। अर्कोतिर नेपालसँग मुस्किलले 2,000 देखि 4,000 सैनिक। यो त सरासर डेभिड विरुद्ध गोलियतको कथा जस्तै भएन र? ब्रिटिसहरूको योजना एकदमै सरल र सिधा थियो। सिन्धुलीगढीको बाटो हुँदै तेज गतिमा अगाडि बढ्ने र सिधै राजधानी काठमाडौँमाथि कब्जा जमाउने। उनीहरूलाई के लागेको थियो भने यो युद्ध त केही दिनमै सजिलै जितिन्छ। तर जस्तो उनीहरूले सोचेका थिए त्यस्तो केही पनि भएन। अब हामी कथाको त्यो मोडमा पुग्छौं जहाँ ब्रिटिसहरूको पुरै योजना बालुवामा पानी भयो र इतिहासको एउटा फरक अध्याय लेखिन सुरु भयो। घटनाक्रम एकदमै तीव्र गतिमा अघि बढ्यो। अक्टोबर 1814मा किनलकको विपत्तिबाट सुरु भयो। अनि त्यसको केही समयमै डिसेम्बरमा कमान्डर मार्लेलाई नै पदबाट हटाइयो। त्यसपछि त जितगढ र देउथलमा यस्ता भीषण लडाईहरू भए जसले युद्धको पुरै नक्सा नै बदलिदियो। अब यहाँ इतिहासको एउटा एकदमै महत्त्वपूर्ण तर प्राय गलत बुझिने कुरालाई सच्याउनुपर्छ। किनलक विपत्ति र उड अभियानलाई प्राय एउटै घटना मानिन्छ, तर वास्तवमा यी दुई बिल्कुलै फरक अभियान थिए। किनलकको अग्रगामी फौज अक्टोबर 1814मा पराजित भयो, जबकि उडको अभियान 1815 को सुरुमा भएको थियो। यो भिन्नता बुझ्नु युद्धको नतिजालाई सही तरिकाले बुझ्नको लागि एकदमै जरुरी छ। त्यसो भए सिन्धुलीगढीमा भयो के त? कल्पना गरौँ त, क्याप्टेन किनलकको फौज साँगुरो पहाडी बाटोबाट अघि बढिरहेको छ, अनि एक्कासी माथि डाँडाकाँडाबाट नेपाली सेनाले ढुङ्गामुढा र गोलीको वर्षा सुरु गर्छन्। नेपालीहरूले भूभागको यस्तो गजबको फाइदा उठाए कि ब्रिटिस फौज पुरै तितरबितर भयो। यो एक यस्तो निर्णायक नेपाली विजय थियो जहाँ ब्रिटिसहरूले आफ्ना सामान र तोपहरू समेत छाडेर ज्यान जोगाउन भाग्न बाध्य भए। यो हारपछि मुख्य ब्रिटिस कमान्डर मेजर जनरल मार्ले पुरै हताश भए। उनले न त अगाडि बढ्ने हिम्मत गरे न त कुनै ठोस योजना नै बनाए। उनको यो विनाशकारी निर्णयहीनता र निष्क्रियताले ब्रिटिसहरूको अवस्था झन नाजुक बनायो र अन्ततः उनलाई अपमानजनक तरिकाले पदबाटै हटाइयो। यो कथा कुनै एउटा हारको मात्रै थिएन। पुरै पूर्वी अभियान नै ब्रिटिसहरूका लागि एउटा यस्तो दलदल बन्न पुग्यो जहाँबाट निस्किनु लगभग असम्भव थियो। भूभाग र नेपालीहरूको रणनीतिले उनीहरूलाई पुरै निल्न आँटेको थियो। नेपाली सफलताको एउटा मुख्य हतियार थियो गढी। गढी भनेको पहाडका टाकुराहरूमा बनाइएका किल्लाहरूको एउटा चलाख सञ्जाल हो, जसको मुख्य काम नै आक्रमणकारी सेनालाई रोक्ने, हेरान पार्ने र अन्त्यमा थकाएर कमजोर बनाउने थियो। त्यसो भए सानो नेपाली सेना कसरी यति शक्तिशाली देखियो त? यसका पछाडि केही खास कारणहरू थिए। पहाडी युद्धकलामा उनीहरूको अद्वितीय निपुणता, रक्षात्मक भूभागको चतुर प्रयोग, हरेक सिपाहीमा रहेको असाधारण व्यक्तिगत साहस र असमान युद्धमा उनीहरूको महारत। यो कठिन समयमा नेपाली रक्षाको प्रतीक बनेर एकजना योद्धा उभिए, अनुभवी कमान्डर भक्ति थापा। र सबैभन्दा अचम्म लाग्ने कुरा के हो भने उनी त्यति बेला लगभग 74 वर्षका थिए। सोच्नुस् त, यो उमेरमा पनि कस्तो जोस, कस्तो साहस!
देउथलको लडाईँमा भक्ति थापाले सबैभन्दा अगाडि बढेर एउटा भीषण प्रत्याक्रमणको नेतृत्व गरे, तर दुर्भाग्यवश त्यही क्रममा उनी वीर गति प्राप्त भए। उनको निधन नेपालीहरूको मनोबलका लागि ठूलो धक्का थियो, तर उनको वीरताको कथा भने सधैँका लागि अमर भयो। अब हामी यो विश्लेषणको सबैभन्दा रोचक र विरोधाभासपूर्ण भागमा आइपुगेका छौं। त्यो हो कसरी एउटा सैन्य असफलताले संसारकै एक महान किंवदन्तीलाई जन्म दियो। यो कुरामा कुनै दुईमत छैन कि पूर्वी मोर्चा ब्रिटिसहरूका लागि रणनीतिक रूपमा पूर्णतः असफल रह्यो। उनीहरूको जुन मुख्य लक्ष्य थियो काठमाडौँ कब्जा गर्ने, त्यो कहिले पूरा हुन सकेन। तर अचम्मको कुरा के भयो भने यही हारबाट गोर्खालीहरूको कथा सुरु भयो। पहिलो, नेपालीहरूको भीषण प्रतिरोधले ब्रिटिसहरूलाई निकै प्रभावित बनायो। दोस्रो, उनीहरू आफ्नो दुश्मनको वीरता देखेर छक्क परे र सम्मान गर्न थाले। र तेस्रो, यही सम्मानले गर्दा उनीहरूले नेपालीहरूलाई आफ्नै सेनामा भर्ती गर्ने निर्णय गरे। र हो, गोर्खालीको जन्म यहीँबाट भयो। यसको प्रमाण अर्को एक ब्रिटिश स्रोतमा पनि पाइन्छ, जहाँ नेपाली रक्षकहरूको अटल संकल्प र साहसको खुलेर प्रशंसा गरिएको छ। ब्रिटिशहरू उनीहरूको युद्ध कौशलबाट यति प्रभावित भए कि उनीहरूले आफ्ना शत्रुलाई सम्मान मात्र गरेनन्, आफ्नै बनाउन चाहे। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाँदैछु। इतिहासमा यस्तो कति पटक हुन्छ होला जब कुनै राष्ट्रको सबैभन्दा ठूलो पहिचान उनीहरूको दुश्मनको असफलताबाट जन्मन्छ?